पार्थिव शरीरलाई माटोमा मिलाउन गइरहेको छौँ। मृत्यु अन्तिम बिदाई होइन, मृत्यु अन्तिम बिदाई होइन, ख्रीष्टमा हुनेहरू जीवनमा सरिसकेका छन्। याद गर ख्रीष्टका ती जीवित वचनहरू, याद गर ख्रीष्टका ती जीवित वचनहरू। मलाई विश्वास गर्ने मान्छे, मलाई विश्वास गर्ने मान्छे मरे तापनि जिउनेछ, पुनरुत्थान हुनेछ, फेरि मिलन हुनेछ। मृत्यु अन्तिम बिदाई होइन। शोक छ, पीडा छ, बिछोडमा आँसुहरू झर्छ। हिजोको दिनसम्म आयु दिनुभएर आजको दिनसम्म, आजको बिहानीसम्म आयु दिएर राख्नुभयो र परमेश्वरलाई यो अवसर मन पर्यो र उहाँले आफ्नो छोरीलाई यो उमेरसम्म मैले सुनिराखेको थिएँ 95 वर्षसम्म उहाँले यस संसारमा आफ्नो समय व्यतीत गर्ने सुन्दर अवसर। येशूमा विश्वास गर्नेलाई अनन्त जीवन निश्चित छ। येशूमा विश्वास गर्नेलाई अनन्त जीवन निश्चित छ। उहाँ भन्छन् आजै तिमी, उहाँ भन्छन् आजै तिमी मसित स्वर्गमा हुनेछौ, आनन्दमा हुनेछौ, विश्राम लिनेछौ। मृत्यु अन्तिम बिदाई होइन, ख्रीष्टमा